यो मेरो छोरीको नङ हेर्नु, यो 8 वर्षमा यत्रो नङ आउने। अब यो 1 महिना नङ नकाट्दा ठ्याक्कै यत्रो भयो। अब आजदेखि स्कुल जान्छ श्रेयानी, त्यही भएर चाहिँ नङ काट्नु पर्यो। ल हेर्नु त, दुइटै हातमा थियो है। जन्मिँदै फेरि यत्रो नङ लिएर जन्मिएको थियो कि उसले। जन्मिँदै पनि यस्तो थियो, मैले सानो बेलाको फोटो खिचेको थिएँ, यत्रो नङ थियो। अब 1 महिना जस्तो भयो उसलाई नङ काटिदिएको मैले, अनि यत्रो बनाइसकेँ त नङ नकाटिकन। हेर्नु त कस्तो राम्रो नङ आएको। यो पत्याउनुहुन्छ होला त, 8 वर्षको बच्चाको नङ यत्रो लामो। 1 मन्थ मात्र नकाट्दा पनि यत्रो भएको छोरीको नङ। अब के गर्नु, नङ पाल्नु हुँदैन अहिलेदेखि नै, स्कुल जानुपर्छ। अब 3 क्लास खैला। अब यो नङलाई चाहिँ आज म स्कुल पठाउनलाई कट गर्नेवालामा छु। ल उसको नङ चाहिँ एकदम राम्रो लाग्यो मलाई पनि। अनि सर आइरा देखेर ल अब स्कुल छुट्टी हुन्जेल नकाट न त भनेर राखेको। अब स्कुल जानलाई त काट्नु परिहाल्यो होइन, डिसिप्लिनमा बस्नु पर्यो। यत्रो नङ लिएर गयो भने त स्कुलमा इन्ट्री पनि हुँदैन उसको। ल है, नङ काटिदिन्छु अब म। अब यो नङलाई चाहिँ यसरी काट्दा नि माया लाग्यो कि, मजाले नङ आउने कि। केही कुराको कमी चाहिँ छैन है मेरो छोरीको। बनावट त्यस्तै राम्रो, हिस्सी परेको कपाल त्यस्तै, नङ त्यस्तै, आइब्रो त्यस्तै, आइल्यासेस त्यस्तै राम्रो। कति मात्र राम्री छोरी जन्मे कि, म त छक्क पर्छु। नङ पनि यत्रो हेर्नु त। ल 8 वर्षको उमेरमा यत्रो नङ आयो। उसको इच्छा नि पुरा गरिदे। इच्छा त पुरा गर्नु पर्यो नि होइन छोरी। ल अर्को ल्याऊ। तर मेरो जस्तो दह्रो चाहिँ रहेनछ उसको। मेरो नङ चाहिँ अति नै दह्रो छ, पलिस लगाइरहेको थिएँ, पलिस पनि गइसक्यो। एकदम कडावाला नङ हो मेरो। यस्तो बेसरी गर्दा पनि यस्तो केही पनि हुँदैन। उसको नङ चाहिँ अलिक पातलो टाइपको, तर एकदम बढ्यो क्या। इक्जाम हुने बेलामा काटिदिएको थिएँ मैले, चैतको अन्तिमसम्म नङ काटिरहेको थिएँ। ल 1 महिनामा यत्रो बढ्यो। आज चाहिँ वैशाखको कति गते, 28 गते। आजदेखि चाहिँ स्कुल जान्छ। स्कुल खुलेको चाहिँ उहिलेदेखि न मामा घरमा बसिरह्यो। त्यही भएर अहिले चाहिँ हामी घर आइसकेको छौँ। स्कुल जानु पर्यो नि त, नङ त काट्नु परिहाल्यो। ल अब पछि पाल्छ होइन। ठिक छ। ल अब नेल कट गरिसकेपछिको एउटा यसो हेरौँ त, त्यसो मिल्छ नि त त्यसो गऱ्यो भने। खै दुइटैमा नेल कट भइसक्यो। ल खै